बर्दिया जिल्लाको बगनाहा गाउँका दुईजना साथी जो आफ्नो बाबाआमाका एकमात्र सन्तान गाउँकै स्थानीय क्याम्पसबाट आफ्नो स्नातकसम्मको पढाइ र परीक्षा सिद्ध्याएर बसेका हुन्छन्। अनि केही समय पश्चात नतिजा सार्वजनिक हुन्छ र दुवैजना राम्रो प्रतिशतसहित पास पनि हुन्छन्। अनि रिजल्ट आउँदाको दिन उनीहरूको संवाद। हो प्रकाश, ब्याचलर पनि पास भइयो, अब के गर्ने विचार गरेका छौ दोस्त? खै के भनौँ यार, अहिलेसम्म खासै त्यस्तो केही त सोचेको छैन। यतै गाउँतिर सानोतिनो जब गरेर लोकसेवा तयारी गरौँ कि भन्ने सोचिरहेको छु। मेरो त त्यस्तै हो, बरु आफ्नो भन न, के गर्ने सोचिरहेछौ? हो र, गाउँमै पो बस्ने? के मन लाग्यो यार यतै बस्न। म त विदेश जाने सोचिरहेको छु। बाबाले पनि विदेश नै जानुपर्छ भन्ने इच्छा देखाउनु भएको छ। म त विदेश नै जान्छु होला। किन विदेश नै जाने हो र? यति केही गर्दा हुँदैन? सबै विदेश जाँदा त गाउँ नै पो खाली हुन्छ यार। होइन, यता के सर भने बरु 2-4 वर्ष विदेशमै बस्यो, आफ्नो लाइफस्टाइल नै चेन्ज हुन्छ। खै म के भन्नु, आफ्नो त बाबा मम्मी पनि कमजोर हुनुहुन्छ। यतै बसेर उहाँहरूकै रेखदेख गर्छु म त। बरु कुन देश जाने सोच बनाएको छौ? अस्ट्रेलिया जान्छु होला यार। तयारी पनि गरेको थिएँ, अब प्रोसेस गर्नु पर्ला। ए हो र, ल है, अब घर पुग्न आँटिएछ, पछि कुरा गरौँला है। हुन्छ, ल पछि भेटौँला। ए सुबी, एक गिलास पानी ल्याऊ त, कस्तो तिर्खा लाग्यो। हुन्छ, ल्याए, एकैछिन पर्खनुहोस् है। एउटा कुरा भनौँ बाबा, भन्न। हाम्रो 4th इयरको रिजल्ट आयो नि। ए अनि कति पर्सेन्ट ल्याइस् त? 68। त बधाई छ। अब विदेश जाने प्रोसेस कहिले सुरु गर्छस्? अब आइस गरेर अस्ट्रेलिया जाउँ कि भन्ने सोचिराखेको छु। झट्टै दिन विदेश जाने कुरा चल्दैछ है फेरि। अब ब्याचलर सकेपछि जिन्दगीको बारेमा सोच्नु परेन कि यतै राखेर हरिलन्डु बनाउने सोच छ? होइन, यतै नेपालमै केही काम गरे हुँदैन र भन्या। अनि हाम्रो एक्लो छोरो पनि त हो कि सबै देशमै बस्ने हरिलन्डु नै हुन्छ नि त। तिमी धेरै जानी नभन। मैले त केही भन्नै नहुने। तिमी धेरै नगर। पोथी हाँसेको र पोथी बासेको त्यति सुहाउँदैन। आफ्नो काम गर पुरो। मैले त केही बोल्नै नहुने। ल, जे गर्नुपर्छ छिटै गर, पछि फेरि आमाकै कुरा सुन्ने हो कि? हुन्छ बाबा, तपाईँ ढुक्क हुनु। बाबा, बाबा, आमा। होइन, के भयो? किन बाटै चिच्याएको? तपाईँहरूलाई खुसीको कुरा सुनाउँ भनेको। के चाहिँ कुरो हो भन्न। तपाईँहरूको छोरो पास भयो नि। लौ बधाई छ। सुन्यो प्रकाश के आमा, छोरो पास भएछ। आज त अलि मिठै खानुपर्छ है। के भन्छौ तिमी? के खाने विचार छ भन्नुहोस् न। अब यो छोराको इच्छा पो केही छ कि? म त हजुरले जे पकाए नि खान्छु नि आमा। यसो गर न, 1 किलो खसीको मासु ल्याउन त आज। हुन्छ, त्यसो भए पैसा दिएर छोरालाई नै पठाउनु न। ल
1 केजी मासु लिएर आइजा, अनि गाउँमा लड्डु पनि बाँड्नु पर्ला, यो पनि लैजा। समय बित्दै जान्छ। उता साकार अस्ट्रेलिया पुग्छ भने यता प्रकाश चाहिँ त्यही गाउँ नजिकैको बजार स्थित एउटा फाइनान्स कम्पनीमा 10-12 हजारको जागिर गर्दै लोकसेवाको तयारीमा समेत जुट्छ। त्यसैको केही महिनापछि सुधा र सुवी बीच भेट हुन पुग्छ। सुधा बहिनी, के छ तपाईँको खबर? हुनु ठिकै छ हजुर, के छ बरु? मेरो पनि ठिकै छ। अलि धेरै दिन भयो साकारको बाबा बिरामी भएको, उहाँकै लागि औषधि लिएर आएको। ए हो र? छोरा विदेश छ, यता सबै काम आफै गर्नुपर्छ, बाहिर पनि भित्र पनि। ए हो है? अरू छोराको खबर के छ भन्नुहोस् न, ऊ त अस्ट्रेलिया पो गएको हो है? हो नि। अनि कति कमाउँछन् नि? अलि पहिलेसम्म त कमाइ राम्रै छ भन्थ्यो, आजभोलि अलि व्यस्त छु भन्छ। कमाइ त ठिकै छ, त्यही 1-1.5 लाख महिनामा पठाउँछ। ए हो र? हाम्रो त छोरो विदेश पठाउन पनि सकिएन। पैसै ठुलो कुरा होइन नि, छोरा साथमा भएको भए अहिले मैले यस्तो दुःख गर्नै पर्दैन थियो। हुन त त्यो पनि हो। आजभोलि त घर पनि पुरै सुनो लाग्छ, छोरोसँगै भयो हुन्थ्यो जस्तो मात्र लाग्छ। त्यस्तो साह्रै न्यार्सो लाग्दा यता हाम्रो घरतिर पसे पनि हुन्छ नि। हुन त हुन्थ्यो, समय मिल्यो भने आउला नि। ल अहिले जान्छु है। ए हुन्छ ल, राम्रोसँग जानुहोस् है। केही समयपछि यता प्रकाशको मनमा पनि असन्तुष्टि सुरु हुन थाल्छ। फेसबुक खोल्दा आफ्ना साथीहरूको विदेशी दृश्यसहितको फोटोहरू देख्दा उसलाई कता कता मनभित्र ईर्ष्या जस्तो अनुभव हुन थाल्छ। म पनि साकारसँगै विदेश नै ट्राई गरेर हुन्थ्यो कि के हो खै। यहाँको कमाइले साँझ बिहानको खाटा सहज मुस्किल छ, अझ पकेट खर्च त। केही वर्षपछि साकारको बाबुको अति नै बिरामी भई ज्यान जान पुग्छ। तर छोरो परदेशबाट घर आउनै सक्दैन र आउँदैन पनि।
विधि रे विधि जसको हातले हिँड्न सिकायो, जसको काँधले आकाश छुवायो, जसले आफ्नो सपना तुहाएर आफ्ना सन्तानका लागि त्याग गर्यो, आज त्यही बाबा त्यही सन्तानको खाँद खोज्न नपाउने कस्तो विडम्बना। म त साह्रै भाग्यमानी रहेछु नि बाबा, म त साह्रै भाग्यमानी रहेछु नि आमा। आकाङ्क्षाको बोझले अहिले हाम्रो समाजलाई खै कुन दिशातिर लैरहेको छ। यस्ता कयौँ घटनाले हाम्रो देशलाई भित्रभित्रै खाइरहेछ। के अझै सयौँ बाबा आमाका लासले सन्तानको काँध नपाउने हो त? के अझै पनि स्वदेशमै शीघ्र उब्जनी गर्नतर्फ नलाग्ने? आशा गर अब कुनै सन्तानले आफ्ना बाबा आमा बिर्सने छैन, आफ्नो देश बिर्सने छैन, आफ्नो गाउँ अनि घर बिर्सने छैन। के आमाको आँसु पुस्न फर्केला त साकार? के साँच्चै हो बाआमा भुलेरै बस्यो होला? प्रतीक्षा गर्नु।